so much. र यो कार्यक्रम आयोजना गर्नुहुने हाम्रो सम्पूर्ण आयोजक कमिटीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, स्पेशली मलाई सम्झनु भएको मेरो परिवार लगायतको टिमलाई। र स्टेजमा हुनुहुन्छ मेरो आदरणीय व्यक्तित्वहरू, अग्रजका दाजुहरू, शिवकेशु दाई, त्यस्तै गरी हाम्रो काजी भाइ अनिल दाईलाई देखिरहेको थिएँ, पवन दाईको जम्बो टिम म्युजिसियन हुनुहुन्छ हाम्रो सन्तोष दाई, अनि त्यस्तै गरी यहाँले एकदमै मन पराउनु भएको मान्छे पनि एकदमै हेम्सम। अघि यहाँ प्रतियोगिता गाइरहँदै दाइले जज पनि बस्नु भएको छ। प्रतियोगितामा धेरै प्रतियोगिताको उपाधि हासिल गरेर यो स्थानमा हुनुहुन्छ, आफ्नो एउटा स्थान बनाउनु भएको छ। एकदमै रेस्पेक्टेड दाई रविन लामिछाने दाईलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु। दाई विदेशतिर प्रायः बस्नुहुन्छ आजभोलि, तर पनि लोकसङ्गीत लोकगीतलाई र आफ्नो कर्मलाई चाहिँ भुल्नुहुन्न। वर्षको 2-3 नेपाल आएर अफिसियल गीत गर्ने हो कि लाइभ डोरी गाउने हो कि मेला महोत्सवमा जाने हो कि सबै म्यानेज गरिरहनु भएको छ दाइले, होइन? घरिघरि नेपाल आउँदाखेरि भाउजूलाई छोडेर होइन, फेरि अनेक सोच्नु मन लाग्यो दाइले नेपाल आएको भाउजू पनि भन्न नमिले धेरै कुराहरू होइन दाइले सम्मान छ। मैले एक जगत गौरव भाइलाई पनि देखिरहेको छु, भाइलाई पनि सम्मान व्यक्त गर्दछु। मेरो यो ठाउँमा चाहिँ दोस्रोचोटि आउँदैछु म आजभन्दा लगभग 14-15 वर्ष अगाडि आदरणीय दाई सन्तोष थापा दाईसँगै डोरी गाडी म टाढो नयाँ सागुमा आएको थिएँ। जतिखेर म अलि सानो थिएँ, पातलो थिएँ होइन। अहिले अलि मोटो भएपछि फेरि आउन पाएँ, एकदमै खुसी लाग्यो। धेरै नबोलाउँ होला, यहाँहरू घिसिनातो हुनुहुन्छ। म स्पिकर भन्दा एकदमै अगाडि आएको छु, स्टेज अलि ओह्रालो रहेछ, यता आम्ला हान्दाखेरि उता जाला भन्ने घर। यो मोटो मान्छे लड्यो भने फेरि होइन गाह्रो हुन्छ। मोटो मान्छे हिँड्दा लड्दा कति गाह्रो हुन्छ भने त्यो मोटाउनेहरूलाई मात्रै थाहा हुन्छ हो कि होइन? मोटी दिदीहरू सबै दिदीबहिनीहरू सबै गराउनु भएको छ। अहिलेको लागि पनि यहाँले पछिल्लो क्रममा एकदमै मन पराइदिनु भएको छ। मैले गोर्खातिरको पनि ठाडो भाका गाएको छु, सारङ्गी संसार, नेपाल रोधी घर लगायतका ठुला युट्युब प्लेटफर्ममा। यहाँले गोर्खाली मैले गाएको गोर्खाली ठाडो भाका पनि सुन्नुभएको छ, अनि लमजुङे ठाडो भाका पनि गाएको छु। यहाँले दिएको साथ सपोर्ट र मायाले गर्दा नै मैले त्यही ठाडो भाकालाई लमजुङे ठाडो भाकालाई अफिसियल गरेको छु। अब मैले गोर्खाली पनि गरेर सोचिरहेको छु, किनकि म लमजुङमा जन्मेको अनि गोर्खामा मेरो कर्मघर, यही मिरकोटमा मेरो कर्मघर हो। अनि मेरो यहाँ नयाँ सागुमा जेठाजुहरू पनि हुनुहुन्छ, यता सुन पसल पनि छ होइन। तसर्थ मेरो यहाँ घर भइरहँदाखेरि मैले मेरो घरको पनि मौलिकतालाई चाहिँ सम्मान गर्नुपर्छ भन्ने लागेर मैले त्यो पनि सोचिरहेको छु। अहिलेको लागि पनि सुरुमा चाहिँ मैले गाएको लमजुङे ठाडो भाका गाएर यहाँलाई कार्यक्रमको सुरुवात गर्न चाहन्छु। ठिक छ, लमजुङे ठाडो भाका सुनेर साङ्गीतिक माहौल सुरु गरौँ जस्तो लाग्छ भने यहाँ सबैले हात माथि गरेर ताली बजाइदिनुहोस् न, कस्तो हुँदो रहेछ? थ्याङ्क यू सो मच। त्यहाँ ठाडो भाका ट्र्याक लेखेको छ होला, पेनड्राइभमा प्ले गरिदिनु होला। पाउनुभयो? प्रदेश कति सुन्दर छ साँच्चै। मेरो गाउँमा यतिखेर ठाडो भाका गुन्जिन्छ कि गुन्जिन्न होला, कौरा गीत छ कि छैन होला, चिसापानी डाँडामा रोजगार छ कि छैन होला, गाउँले पानीमा मादल छ कि हुँदैन होला, बेलौती विश्वमा उदयपुर चिटीको डाँडा, कार्की डाँडा, पारी बाजा खेत, त्यस्तै गरी चौमिला पातले गरा, धारी डाँडाको भिर, यी सबैमा लोकलाहरू गुन्जिन्थे। खै आजभोलि कस्तो छ थाहा भएन, तर मलाई एउटै कुरा थाहा छ, मसँग रोटीहरू गाउने, मनमाया दिलमाया धुम्ने यी सबै चेहराको याद आउँछन्। आज म जाँदैछु, अचानक I
Thank you. कस्तो लाग्यो? सक्यो साउन्ड सिस्टममा बस्ने तारा सँगै जुन बिर्स्यौ कि मायाले मैले लाको गुण सँगै गाउँ न बिर्स्यौ कि मायाले मैले लाको गुण अनि पछिल्लो क्रममा हाम्रै गोर्खाकी कलाकार रञ्जित परियारसँग सहकार्य गरेर मैले पनि गाएको मैले लेखेको गीत थियो हे हिँड माया घुम्न जाऊ बम्मै रेलको भाडा तिरौला जम्मै बल्ल मेरो साह्रै मन रमायो हावा चिसो चिसो हजुरलाई जाडो होला मेरो गलबन्दी लिसो ए हजुरलाई जाडो होला मेरो गलबन्दी लिसो यो त माया प्रेमका गीत
चाहिँ